संवैधानिक कानुन संकुचित अर्थमा संवैधानिक कानुन भन्नाले संविधानमा उल्लेख हुने विषयवस्तुको अध्ययन गर्ने कानुन हो। न्याय प्रशासन ऐन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, निर्वाचन ऐन, न्याय परिषद ऐन आदि। विस्तृत अर्थमा संवैधानिक कानुन भन्नाले संविधान र संविधान अन्तर्गत संविधानसँग नबाजिने गरी बनेका सम्पूर्ण ऐन, नियम, प्रथा, परम्परा तथा न्यायालयबाट प्रतिपादित नजिरहरूको समग्र रूप हो भन्न सकिन्छ। संवैधानिक कानुनको प्रमुख स्रोत कानुन हो। संवैधानिक कानुनलाई राज्यको सार्वजनिक कानुनको एउटा शाखाको रूपमा लिनुपर्छ। यो कानुन व्यक्ति र सरकार बीच तथा सरकारका निकायहरू बीचमा लागू हुने स्वभावको कानुन हो। यसलाई राष्ट्रिय कानुनका रूपमा स्वीकार गरिएको हुन्छ। एउटा स्वतन्त्र राज्य बीच मात्र लागू हुने हुनाले संवैधानिक कानुनलाई स्थानीय कानुन पनि भनिन्छ। सरकारको ढाँचा तथा तिनको शक्ति किटान र शक्ति प्रयोगमा सीमा निर्धारण गर्दछ। यसले राज्य सञ्चालनका लागि स्थापित अन्य निकायहरूको काम तोक्ने तथा तिनीहरू बीचको सम्बन्धका बारेमा पनि व्यवस्थित गर्छ। संवैधानिक कानुन कानुनको विज्ञानको त्यो हाँगा हो जसले संविधानको व्याख्या तथा संवैधानिक निकायहरूको काम, कर्तव्य र अधिकार तोकेको हुन्छ। संवैधानिक कानुनको विषयवस्तुमा सरकारका मुख्य अङ्गहरूको ढाँचा किटान गर्ने तथा तिनीहरूको काम निश्चित गर्दछ। सार्वजनिक अधिकारीहरूको काम, कर्तव्य र अधिकार तोक्ने तथा तिनीहरूको योग्यता तथा सुविधा किटान गर्ने गर्दछ। यसले व्यक्तिगत स्वतन्त्रताको किटान पनि गर्दछ। संविधान संशोधन गर्ने प्रक्रिया पनि निश्चित गर्दछ। नेपालको संविधान संविधान सभाबाट निर्मित पहिलो संविधान, सङ्घीय स्वरूपको पहिलो संविधान, भाग 35 धारा 308 र 9 अनुसूचीमा विभक्त भएको, प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक प्रणाली, स्वतन्त्र, सक्षम र निष्पक्ष न्याय प्रणाली, संविधानले सीमित सरकारको अवधारणालाई आत्मसात गरेको, राज्यका हरेक तह र अङ्गको अधिकार स्पष्ट रूपमा विभाजन र परिभाषा गरेको, संविधानवादका कानुनी र राजनीतिक दुवै आयामलाई स्वीकार गरेको, नागरिकको कर्तव्यको व्यवस्था गरिएको, सङ्घीय संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी 3 तहको हुने र 7 प्रदेश निर्माण गरिएको, सङ्घमा राष्ट्रपति र उपराष्ट्रपति र प्रदेशमा प्रदेश प्रमुखको व्यवस्था भएको, भाषा आयोगको व्यवस्था गएको, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख फरक लिङ्गको हुनुपर्ने, पराजित व्यक्ति मन्त्री हुन नपाउने, संसदीय सुनवाईको प्रावधान गरिएको र यस्तै मौलिक हकको विस्तार गरिएको, 2 सदनात्मक व्यवस्थापिका, एकीकृत प्रकृतिको न्यायपालिका, प्रदेश कार्यपालिका र प्रदेश व्यवस्थापिकाको व्यवस्था गरिएको, स्थानीय तहलाई संवैधानिक रूपमा संस्थागत गरिएको, लोकसेवा आयोगको कार्यक्षेत्रलाई विस्तार गरिएको, वैदेशिक सहायता लिने अधिकार केन्द्रलाई मात्र भएको, तिनै तहमा विधायकीय अधिकार रहेको, नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौम सत्ता बाहेकका विषयहरू संशोधन हुन सक्ने भएकाले गतिशील संविधान मान्न सकिने। नेपालमा सार्वजनिक सरोकारको विवाद। सार्वजनिक सरोकारको विवाद जज इन्ड्युस्ड विधिशास्त्र हो। सार्वजनिक सरोकारको विवाद जज इन्ड्युस्ड विधिशास्त्र हो। यो मानवतावादी विधिशास्त्र हो। यो गरिबी उन्मुख विधिशास्त्र हो। सार्वजनिक सरोकारको विवादमा विधिशास्त्री स्टामलरको सम्मानको सिद्धान्त प्रिन्सिपल अफ रेस्पेक्ट र सहभागिताको सिद्धान्त प्रिन्सिपल अफ पार्टिसिपेसनसँग नजिक छ। यसलाई उत्तर आधुनिकवाद पोस्ट मोडर्निजमको अवधारणाका रूपमा पनि लिन सकिन्छ।
सामान्य अर्थमा एक व्यक्तिको हित र सरोकारको सीमाभित्र सीमित नरहने विवाद नै सार्वजनिक सरोकारको विवाद हो। विस्तृत अर्थमा सार्वजनिक हक वा सरोकारको विवाद भन्नाले कुनै खास व्यक्ति वा व्यक्तिको व्यक्तिगत हक वा सरोकारमा मात्र सीमित भएको विवाद नभएर नेपाल राज्यका सर्वसाधारण जनता वा कुनै जनसमुदायको सामूहिक हक वा सरोकारसँग सम्बन्धित भएको विवादको बोध हुन्छ। यसलाई अमेरिकामा पब्लिक ल लिटिगेसन, भारतमा सोसियल एक्सन लिटिगेसन, बेलायतमा टेस्ट केस जस्ता विभिन्न नामबाट नामाङ्करण गरिएको पाइन्छ। भारतीय प्रधान न्यायाधीश चन्द्रचूड पिएन भगवती र न्यायाधीश कृष्णा एरले न्यायिक सक्रियताको माध्यमद्वारा समाजमा पिछडिएका गरिब, निमुखा र न्यायमा पहुँच नभएका मानिसहरूको हितमा अत्याधिक रूपमा सार्वजनिक सरोकारको विवाद संयन्त्रको प्रयोग गरी यसलाई आन्दोलनका रूपमा अगाडि बढाए। तसर्थ यो जज इन्ड्युस्ड विधिशास्त्र हो। सर्वप्रथम अमेरिकी अदालतले जातीय भेद, रङ्गभेद, वातावरण संरक्षण तथा सरकारी काम कारबाहीका सम्बन्धमा सार्वजनिक सरोकार भन्ने अवधारणा जन्म भएको हो। अमेरिकामा प्रतिपादित पृथक तर समानता सिद्धान्तलाई अन्त्य गर्दै सर्वोच्च अदालतले समानताको सिद्धान्त निर्माण गरी सदियौँदेखिको काला र गोरा बीचको विवाद अन्त्य गरेको छ। सामाजिक हितका लागि सामाजिक चासोको विषय बनाई अदालतमा प्रवेश हुने विवादलाई नै सार्वजनिक सरोकारको विवाद भनिन्छ। सामाजिक हितका लागि सामाजिक चासोको विषय बनाई अदालतमा प्रवेश हुने विवादलाई नै सार्वजनिक सरोकारको विवाद भनिन्छ। संवैधानिक तथा कानुनी अभ्यास। सार्वजनिक सरोकारको विवाद सम्बन्धमा सुरुमा मुलुकी ऐन अदालत बन्दोबस्ती 10 नम्बरमा सीमित व्यवस्था गरेको थियो। यो संविधानले अंगीकार गरेको अवधारणा हो। पहिलो पटक संवैधानिक रूपमा नेपाल अधिराज्यको संविधान 2047 को धारा 88(2) मा सार्वजनिक हक र सरोकारको कुनै विवादमा समावेश भएको कुनै संवैधानिक वा कानुनी प्रश्नको निरूपणको लागि आवश्यक र उपयुक्त आदेश जारी गरी त्यस्तो हकको प्रचलन गराउने वा विवाद टुङ्गो लगाउने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ। नेपाल अधिराज्यको संविधान 2047 अनुसार धारा 88(2) मा यो व्यवस्था नेपालको अन्तरिम संविधान 2063 को धारा 107(2) ले पनि निरन्तरता दिएको छ। त्यसैगरी 2072 मा जारी भएको नेपालको संविधान धारा 133(2) ले सर्वोच्च अदालत र धारा 144(1) ले उच्च अदालत समेतमा अधिकार क्षेत्र विस्तार भई यस मान्यतालाई निरन्तरता दिएको छ। न्यायिक अभ्यास। सार्वजनिक हक वा सरोकारको विवाद भन्नाले कुनै खास व्यक्ति वा व्यक्तिहरूको व्यक्तिगत हक वा सरोकारमा मात्र सीमित भएको विवाद नभएर नेपाल राज्यका सर्वसाधारण जनता वा कुनै जनसमुदायको सामूहिक हक र सरोकारसँग सम्बन्धित भएको विवादको बोध हुन्छ। कुनै विवाद सार्वजनिक हक वा सरोकारको हो वा होइन भन्ने कुराको निर्णय त्यो विवाद सर्वसाधारण जनताको वा कुनै जनसमुदायको सामूहिक हक वा सरोकारसँग सम्बन्धित छ वा कुनै खास व्यक्ति वा व्यक्तिहरूको हक वा अधिकारसँग सम्बन्धित छ भन्ने आधारमा गर्नुपर्ने हुन्छ। सार्वजनिक सरोकारको विवादमा आउने निवेदकको विवादको विषयवस्तुसँग सार्थक सम्बन्ध मिनिङफुल रिलेसन वा तात्विक सरोकार सब्सटेन्सियल इन्ट्रेस्ट हुनुपर्ने, विवाद संविधान र कानुनमा आधारित हुनुपर्ने र सार्वजनिक हितसँग सम्बन्धित हुनुपर्ने गरी सार्वजनिक सरोकारको विवादको क्षेत्र निर्धारण भएको पाइन्छ। सार्वजनिक सरोकारको विवादको मुद्दा निवेदकको मृत्यु हुँदैमा वा निजले तारिख गुजार्दैमा निवेदनको अन्त्य हुँदैन। कानुन बमोजिम विवादको निरूपण हुन्छ। यो सार्वजनिक सरोकारको विवादमा
त्यस्तो खालको मुद्दामा जसले निवेदन दियो त्यो मान्छे मृत्यु भयो र ऊ तारिख गुजार्दैमा निवेदनको अन्त्य हुनु। कानुन बमोजिम विवादको निरूपण हुन्छ। वास्तवमा जनसमुदाय वा सर्वसाधारण जनताको हित वा स्वार्थमा प्रतिकूल प्रभाव परेको छ र निवेदक निजी व्यक्तिगत मुद्दाको रूपमा नआई जनसमुदाय वा सर्वसाधारण जनताको हित वा स्वार्थ रक्षा गर्ने हेतु वा धारणाले उपचारको लागि आएको छ भने त्यस्तो कुरा सार्वजनिक हक सरोकारको कुरा हुन जान्छ। कानुनी अभ्यास। राज्यका नीति निर्देशक सिद्धान्तको सरकारले व्यवस्था गर्न नहुने धार्मिक तथा पुरातात्विक महत्त्वका स्थानको सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने हुन्छ। संविधानले व्यवस्था गरेको राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरूलाई अदालतले लागू गर्न नसक्ने भए पनि यदि सरकारले संविधानमा व्यवस्थित राज्यको निर्देशक सिद्धान्त तथा नीतिहरू विपरीत गरेर निर्णय गर्छ भने त्यस्तो अवस्था औल्याउन भने नसक्ने होइन। श्रीमतीको इच्छा विरुद्धको कारण फौजदार कसुर हुने र त्यस्तो कसुरमा सजायको व्यवस्था नभएको हुँदा आवश्यक कानुन बनाउन भनी निर्देशनात्मक आदेश जारी भएको महिलाको राइट टु लाइफ विथ ह्युमन डिग्निटीलाई महत्त्व दिएको छ। सार्वजनिक हक वा सरोकारको विवादमा उजुरकर्ता विपक्षी न्यायकर्ता सबैको एउटै उद्देश्य बिन्दुमा केन्द्रित हुने परस्पर विरोधिताको भन्दा सहयोगिताको पक्ष विपक्षको हितको प्रतिद्वन्दिताको सट्टा सहकारिताको भाव रहेको हुन्छ। त्यसैले यस्ता सार्वजनिक हक हितसँग सम्बन्धित मुद्दामा न कुनै पक्षको हार हुन्छ न कुनै पक्षको जित नै हुन्छ। रिट जारी भए पनि नभए पनि वा खारेज जे भए पनि दुवै अवस्थामा सार्वजनिक हित सुरक्षित हुन जाने हुन्छ। सार्वजनिक हक हित वा सरोकारको विषय सम्बन्धी विवादको यही विशिष्टता हो। अन्य सामान्य कार्यविधिको झन्झट नरहने छिटो छरितो निर्णय हुने जस्ता कुरा पनि यसका अन्य विशेषता हुन्। स्वच्छ वातावरण जीवनको अधिकारको अभिन्न अङ्ग हो। सूचनाको हक उपभोग गर्ने सम्बन्धमा कानुनी शून्यता रहेको हुँदा कानुन नबनेसम्म कानुन सरह लागू हुने 8 बुँदे गाइडलाइन निर्देशिका जारी गरेको छ। बन्दीहरूको श्रेणी विभाजनलाई अमान्य गरी एकै प्रकारको सुविधा प्रदान भन्ने परमादेश जारी भएको छ। एफएमबाट समाचार प्रसारण हुनु जनताको सुसूचित हुन पाउने अधिकारलाई प्रत्याभूति गर्ने एक माध्यम भएको हुँदा एफएम रेडियोको सम्बन्धमा सरकारद्वारा जारी निर्देशनलाई अमान्य घोषित गरेको छ। सार्वजनिक सरोकारको विवाद दर्ता सम्बन्धमा रजिस्ट्रारलाई निर्देशनात्मक आदेश जारी गर्नुका साथै सर्वसाधारण वा कुनै समुदायको वास्तविक सरोकार रहे नरहेको हेर्नुपर्ने, निवेदनको विषयमा निवेदकको तात्विक सरोकार र सार्थक सम्बन्ध भए नभएको स्पष्ट गर्नुपर्ने तथा संवैधानिक तथा कानुनी प्रश्न निहित रहे नरहेको उल्लेख गर्नुपर्ने। यी 9वटा न्यायिक अभ्यास जसलाई हामीले सार्वजनिक सरोकारको विवादको मुद्दा अन्तर्गत चाहिँ न्यायिक अभ्यास भएको रूपमा अध्ययन गऱ्यौँ। अब हामी प्रवेश गर्दैछौँ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्ला। कोशी प्रदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ, सुनसरी। कोशी प्रदेश ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ, सुनसरी। मधेस जसमा 8वटा जिल्ला छन्। कोशी प्रदेशमा 14वटा छन्। मधेसमा 8वटा मध्ये सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, 12 पर्सा। 12 पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, रौतहट। अब बागमतीमा 13वटा छन्।
जसमध्ये दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ। भक्तपुर पनि, ललितपुर पनि, काठमाडौँ पनि, मकवानपुर पनि यी बागमतीमा। त्यस्तै चितवन, धादिङ बागमतीमा, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपलाञ्चोक पनि भयो, सिन्धुली, रामेछाप, दोलखा। गण्डकीमा 11वटा रहेका छन्, जसमध्ये गोलतक, गोर्खा लमजुङ, तक, तनहुँकासी, गोलतक, ममुपस्य, गोलतक, ममुपस्य, मनाङ मुस्ताङ, पर्वत स्याङ्जा, गोलतक, ममुपस्य। म्याग्दी बागलुङ, नवलपरासी, म्याबान, गोलतक, ममुपस्य, गोलतक, ममुपस्य, म्याबान, लुम्बिनी, नवलपरासी, रूपन्देही, लुम्बिनीमा 12वटा छन्। नवलपरासी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, लुम्बिनी र गण्डकीमा यो होइन बर्दघाट, पूर्व सुस्तपुर, नवलपरासीको छ। रुकुम पूर्व लुम्बिनीमा, रुकुम पश्चिम कर्णालीमा रहेछ होइन। अनि त्यस्तै नवलपरासीको लुम्बिनीमा बर्दघाट सुस्ता पर्यो, गण्डकीमा बर्दघाट सुस्ताको पश्चिम भाग पर्यो। लुम्बिनी, रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम, रोल्पा, प्युठान, दाङ, बाँके बर्दिया, कर्णाली। कर्णालीमा 10 छन्, सबभन्दा थोरै मधेसमा, त्यसपछि कर्णालीमा, त्यसपछि गण्डकीमा, त्यसपछि लुम्बिनीमा, अनि बागमतीमा, अनि सबभन्दा धेरै कोशीमा 14वटा छन्। कर्णालीमा रुकुम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत। लुम्बिनीमै परेछ होइन, बर्दिया। र अर्को छ सुदूरपश्चिम, सबभन्दा थोरै त मधेस नै हो, त्यसपछि सुदूरपश्चिम रहेछ। बाजुरा, बजाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलाली। कञ्चनपुर, कैलाली, बाजुरा, बजाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा। अब सङ्घको अधिकार सूची 35वटा छन्, प्रदेशको 21वटा छन्, साझा 25वटा छन्, स्थानीय तहको 22वटा छन्, सङ्घ, प्रदेश र स्थानीय तहको 15वटा छन्। एकल सङ्घको 35, प्रदेशको 21, सङ्घ र प्रदेशको 25, स्थानीय तहको 22, सबैको 15। सङ्घको अधिकारमा रक्षा र सेना सम्बन्धी, राष्ट्रिय एकता, भौगोलिक अखण्डताको संरक्षण, राष्ट्रिय सुरक्षा, युद्ध प्रतिरक्षा, हात हतियार र खर खजाना कारखाना उत्पादन, केन्द्रीय प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय गुप्तचर तथा अनुसन्धान, शान्ति सुरक्षा, केन्द्रीय योजना, केन्द्रीय बैंक, बैंकिङ नीति, मुद्रा बैंकिङ व मौद्रिक नीति, विदेशी अनुदान, सहयोग र ऋण, परराष्ट्र तथा कूटनीतिक मामिला, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसँग सम्बन्धी, अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता, सुपुर्दगी, पारस्परिक कानुनी सहायता,
अन्तर्राष्ट्रिय सीमा नदी, दूरसञ्चार रेडियो फ्रिक्वेन्सीको बाँडफाँड, रेडियो टेलिभिजन रौलाग, भन्सार अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पारिश्रमिक कर, राजधानी शुल्क, भिसा शुल्क, पर्यटन दस्तुर, सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना, सङ्घीय निजामती सेवा, न्याय सेवा, अन्य सरकारी सेवा, जलस्रोतको संरक्षण, बहुआयामिक उपयोग सम्बन्धी नीति मापदण्ड, अन्तर्देशीय अन्तर्प्रदेश विद्युत प्रसारण लाइन, केन्द्रीय तथ्याङ्क, राष्ट्रिय र अन्तर्राष्ट्रिय मानक र गुणस्तर, केन्द्रीय स्तरका ठुला विद्युत, सिँचाइ र अन्य आयोजना तथा परियोजना, केन्द्रीय विश्वविद्यालय, केन्द्रीय स्तरका प्रज्ञा प्रतिष्ठान, विश्वविद्यालय मापदण्ड र नियमन, केन्द्रीय पुस्तकालय, स्वास्थ्य नीति, स्वास्थ्य सेवा, स्वास्थ्य मापदण्ड, गुणस्तर र अनुगमन, राष्ट्रिय वा विशिष्ट सेवा प्रदायक अस्पताल, परम्परागत उपचार सेवा, सरुवा रोग नियन्त्रण, सङ्घीय संसद, सङ्घीय कार्यपालिका, स्थानीय तह सम्बन्धी मामिला, विशेष संरचना, अन्तर्राष्ट्रिय व्यापार विनिमय, बन्दरगाह, क्वारेन्टाइन, हवाई उड्डयन, अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन, सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत तथा न्याय प्रशासन सम्बन्धी कानुन, नागरिकता, राजधानी, भिसा, अध्यागमन, आणविक ऊर्जा, वायुमण्डल र अन्तरिक्ष सम्बन्धी, बौद्धिक सम्पत्ति, पेटेन्ट, डिजाइन, ट्रेडमार्क र प्रतिलिपि अधिकार समेत, नाप तौल, खानी उत्खनन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण व्यवस्थापन, राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण, सिमसार क्षेत्र, राष्ट्रिय वन नीति, कार्बन सेवा, बीमा नीति, धितोपत्र, सहकारी नियमन, भू-उपयोग नीति, फौजदारी देवानी कानुनको निर्माण, सुरक्षित छापाखाना, सामाजिक सुरक्षा र गरिबी निवारण, संवैधानिक निकायहरू, राष्ट्रिय महत्त्वका आयोगहरू, पुरातात्विक महत्त्वका स्थान र प्राचीन स्मारक, सङ्घ प्रदेश र स्थानीय तहको अधिकारको सूचीमा वा साझा सूचीमा उल्लेख नभएको कुनै विषय तथा सुसंविधान र सङ्घीय कानुनमा तोकिएको विरुद्ध। प्रदेशको चाहिँ प्रदेश प्रहरी प्रशासन शान्ति सुरक्षा, नेपाल राष्ट्र ब्याङ्कको नीति अनुरूप वित्तीय संस्थाको सञ्चालन, सहकारी संस्था केन्द्रको सहमतिमा वैदेशिक अनुदान र सहयोग, रेडियो एफएम टेलिभिजन सञ्चालन, घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, पर्यटन, कृषि आयमा कर, सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना, प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा, प्रदेश तथ्याङ्क, प्रदेश स्तरको विद्युत, सिँचाइ, स्वास्थ्य सेवा, सबै प्रदेश अन्तर्गत परे सबै, गुठी व्यवस्थापन, भाषा, लिपि, संस्कृति, ललित कला, सङ्घ प्रदेशको साझा, फौजदारी देवानी कार्यविधि र प्रमाण र शपथ, आवश्यक वस्तु तथा सेवाको आपूर्ति, वितरण, देशको सुरक्षासँग सम्बन्धित निवारक, नजरबन्द, कारागार, हिरासत व्यवस्थापन, शान्ति सुरक्षा व्यवस्था, एक प्रदेशबाट अर्को प्रदेशमा अभियुक्त थुनुवा कैदीको हस्तान्तरण, पारिवारिक मामिला, विवाह, सम्पत्ति हस्तान्तरण सम्बन्ध, विच्छेद, लोपन, मृत्यु, धर्मपुत्र, उत्तराधिकारी, संयुक्त परिवार सम्बन्धी कानुन, सम्पत्ति प्राप्ति, अधिग्रहण, अधिकारको सिर्जना, करार, सहकारी, साझेदारी र एजेन्सी सम्बन्धी, टाटपल्टेको र दामासाही सम्बन्धी, औषधि र विषादी, योजना, परिवार नियोजन र जनसङ्ख्या व्यवस्थापन, सामाजिक सुरक्षा र रोजगारी, ट्रेड युनियन, औद्योगिक विवादको समाधान, श्रमिकका हक, अधिकार र विवाद सम्बन्धी कार्य, कानुन, व्यवसाय, लेखा परीक्षण, इन्जिनियरिङ, चिकित्सा, आयुर्वेद चिकित्सा, पशु चिकित्सा, आम्ची, अन्य पेसा, प्रदेश सीमा नदी, सञ्चार माध्यम, उद्योग वाणिज्य, उद्योग तथा खनिज, क्यासिनो, चिट्टा, प्राकृतिक गैर प्राकृतिक विपद, पर्यटन, खानेपानी तथा सरसफाइ, चलचित्र, सिनेमा हल, खेलकुद, बीमा, व्यवसाय सञ्चालन व्यवस्थापन, गरिबी निवारण, औद्योगिकरण, अन्तर्प्रदेशिक रूपमा फैलिएको जङ्गल, हिमाल, वन संरक्षण क्षेत्र, जल उपयोग, भूमि नीति र यसो सम्बन्धी कानुन, रोजगारी र बेरोजगार सहायता, स्थानीय तहको अधिकारको सूची, स्थानीय तहको अधिकारको सूची 22 वटा छन्।
नगर प्रहरी, सहकारी संस्था, एफएम सञ्चालन, स्थानीय कर, सम्पत्ति कर, घर बहाल कर, घर जग्गा रजिस्ट्रेसन शुल्क, शहरी साधन शुल्क, सेवा शुल्क, दस्तुर, पर्यटन शुल्क, विज्ञापन कर, व्यवसाय कर, भूमि कर, दण्ड जरिवाना, मनोरञ्जन कर, मालपोत सङ्कलन, स्थानीय सेवाको व्यवस्थापन, स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलन, स्थानीय स्तरका विकास आयोजना तथा परियोजनाहरू, आधारभूत र माध्यमिक शिक्षा, आधारभूत स्वास्थ्य र सरसफाइ, स्थानीय बजार व्यवस्थापन, वातावरण संरक्षण, जैविक विविधता, स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइ, गाउँसभा, नगरसभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप र मध्यस्थताको व्यवस्थापन, स्थानीय अभिलेख व्यवस्थापन, घर जग्गा, दैनिक ऊर्जा वितरण, कृषि तथा पशुपालन, कृषि उत्पादन व्यवस्थापन, पशु स्वास्थ्य, सहकारी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्तहरूको व्यवस्थापन, बेरोजगारको तथ्याङ्क सङ्कलन, कृषि प्रसारको व्यवस्थापन, सञ्चालन र नियन्त्रण, खानेपानी, साना जलविद्युत आयोजना, वैकल्पिक ऊर्जा, विपद व्यवस्थापन, जलाधार, वन्यजन्तु, खानी, खनिज पदार्थको संरक्षण, भाषा, संस्कृति र ललित कलाको संरक्षण र विकास, यसरी 22 वटा। सङ्घ, प्रदेश र स्थानीय 3टेको सहकारी, शिक्षा, खेलकुद, पत्रपत्रिका, स्वास्थ्य, कृषि, विद्युत, खानेपानी, सिँचाइ जस्ता सेवा शुल्क, दस्तुर, दण्ड जरिवाना, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, वन जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता, खानी तथा खनिज, विपद व्यवस्थापन, सामाजिक सुरक्षा र गरिबी निवारण, व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह र तथ्याङ्क, पुरातत्व, प्राचीन स्मारक र सङ्ग्रहालय, सुकुम्बासी व्यवस्थापन, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, सवारी साधन अनुमति, यसरी 15 वटा रहेका छन्।